एउटा चर्चित प्रेम गीतभित्र नि माया, सौन्दर्य र एउटा अदृश्य खतराको कथा लुकेको हुन्छ। हो, आज हामी एकदेव लिम्बुको त्यही हिट गीत गाजलटिकी भित्र लुकेका यी गहिरो सांस्कृतिक अर्थहरू खोत्तल्दैछौँ। ल सुरु गरौँ गीतको सबैभन्दा रहस्यमय र सायद सबैभन्दा शक्तिशाली लाइनबाट नजर नलागेको किसीको। सुन्दा त साधारण लाग्ला, तर यो वाक्यले हाम्रो आजको पुरा विश्लेषणको आधार तयार पार्छ। अब यो लाइन कहाँबाट आयो त? यो आएको हो एकदेव लिम्बुको चर्चित प्रेम गीत गाजलटिकीबाट। तर प्रश्न यो हो, के यो सुन्नमा मिठो लाग्ने एउटा सुन्दर धुन मात्रै हो कि यसमा केही गहिरो कुरा लुकेको छ? सुरुमा सुन्दा त यो गीत एकदमै सरल लाग्छ। एकजना प्रेमीले आफ्नी प्रेमिकाको सुन्दरताको कति खुलेर प्रशंसा गरेको, होइन? एकदमै मन छुने रोमान्टिक गीत। तर कुरा त्यति मात्रै होइन। अब अलिक गहिराइमा जाउँ है त। सौन्दर्यको वर्णन गर्न प्रयोग गरिएका यी विशेष शब्दहरू, यिनीहरूको खास अर्थ के हो? ल पत्ता लगाउँ। गीतलाई शीर्षक नै दिने लाइन हो यो, गाजलटिकी लाउन माया। हो, यही लाइनमा दुईवटा यस्ता महत्त्वपूर्ण सांस्कृतिक प्रतीकहरू छन् जसले गीतलाई एकदमै गहिरो अर्थ दिन्छ। पहिलो शब्द हो गाजल। अब गाजल भनेको त थाहै होला, धुवाँबाट भनेको परम्परागत आइलाइनर हो। यसको काम भनेको आँखालाई सुन्दर र अझ आकर्षक देखाउनु हो। अनि दोस्रो शब्द टिकी, निधारको बीचमा लगाइने यो सानो सजाउटी टीका। यो त दक्षिण एसियाली संस्कृतिमा सौन्दर्य र शुभ दुवैको एकदमै शक्तिशाली प्रतीक मानिन्छ। अनि गीतमा फेरि आउँछ खूबसूरत आँखें। यसले पनि त्यही शारीरिक सौन्दर्यको प्रशंसालाई नै जोड दिन्छ। गायक आफ्नी प्रेमिकाप्रति कति आकर्षित छन् भन्ने कुरा यहाँ एकदमै स्पष्ट हुन्छ। तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। यदि यो सबै प्रशंसा मात्रै हो भने यहाँ सुरक्षाको कुरा किन आयो? यो सुन्दरतालाई जोगाउनु किन पर्यो? हो, यही प्रश्नले हामीलाई गीतको एकदमै भित्री सन्देशमा पुर्याउँछ, जुन हो नजरको सांस्कृतिक अवधारणा, अर्थात् आँखा लाग्नु। नजर भनेको के हो त? यो एउटा यस्तो व्यापक सांस्कृतिक विश्वास हो जसअनुसार कसैको ईर्ष्यालु नजरले वा कहिलेकाहीँ त धेरै प्रशंसाले पनि राम्रो भाग्यलाई खराब बनाइदिन सक्छ, हानि पुर्याउन सक्छ। नजरको अवधारणालाई अझै बुझौँ है। यो खास गरी द्वेषपूर्ण वा ईर्ष्यालु नजरबाट लाग्छ भन्ने विश्वास छ। अनि यसले के गर्छ त? दुर्भाग्य, बिमारी वा चोटपटक समेत निम्ति आउन सक्छ रे। अनि सबैभन्दा रोचक कुरा के छ भने जो व्यक्ति सुन्दर छ, सफल छ वा खुसी छ, हो उनीहरूलाई नै नजर लाग्ने खतरा सबभन्दा बढी हुन्छ। यो विश्वास दक्षिण एसिया, मध्यपूर्व लगायत विश्वका धेरै संस्कृतिहरूमा एकदमै गहिरोसँग बसेको छ। त्यसैले जब गीतमा नजर नलागेको किसीको भनिन्छ नि, त्यो वास्तवमा यही अदृश्य खतरा विरुद्धको एउटा सीधा सुरक्षा कवच हो। एक किसिमको सुरक्षात्मक मन्त्र नै हो। यसले हामीलाई अर्को एउटा रमाइलो तहमा लैजान्छ, प्रेमको सुरक्षा कवच। यो गीतले प्रेम कसरी सामान्य प्रशंसाबाट बढेर सुरक्षा बन्न पुग्छ भनेर देखाउँछ। गाजलटिकीमा प्रेमका यी दुई पक्षहरूलाई एकदमै सुन्दर तरिकाले देखाइएको छ। हेर्नुहोस् है, एकातिर गाजल र टिकी जस्ता प्रतीकहरूले प्रेमिकाको सौन्दर्यको उत्सव मनाइरहेको छ, तर ठ्याक्कै अर्कोतिर त्यही सुन्दरतालाई नजरको हानिबाट जोगाउने एउटा गहिरो चाहना पनि छ। कति रोचक छ है यो कुरा। त्यसैले यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने गायकको प्रेम भनेको केवल हेरेर रमाउने निष्क्रिय प्रशंसा मात्रै होइन। यो त एक सक्रिय इच्छा हो, रक्षा गर्ने, जोगाउने इच्छा। त्यसैले अन्त्यमा के भन्न सकिन्छ भने यो गीत एउटा सामान्य प्रेम गीतभन्दा धेरै माथि छ। यो त धुनभित्र लुकाइएको एउटा सांस्कृतिक धरोहर जस्तै हो, जसले हामीलाई समाजका गहिरो विश्वासहरूबारे बताउँछ। ल, हामीले गरेको यो विश्लेषणको यात्रालाई फेरि एकपटक सर हेरौँ है त। सुरुमा एउटा सुन्दर प्रेम गीतले हाम्रो ध्यान खिच्यो। त्यसपछि हामीले गीतका शब्दहरूमा लुकेका सौन्दर्यका सांस्कृतिक प्रतीकहरू भेट्यौँ। अनि तिनै प्रतीकहरूले नजर लाग्ने खतरालाई देखायो। र अन्तमा यसले हामीलाई एउटा यस्तो प्रेम देखायो जुन गहिरो रूपमा सुरक्षात्मक छ। त्यसैले गाजलटिकी एउटा उत्कृष्ट उदाहरण हो जसले देखाउँछ कि कसरी पप संस्कृति पनि समाजको गहिरो विश्वासहरूलाई बुझ्ने एउटा झ्याल बन्न सक्छ। एउटा सामान्य मिठो गीतले पनि प्रेम, सौन्दर्य र हाम्रा परम्परागत मान्यताहरूबारे कति धेरै कुरा भन्न सक्दो रहेछ। यसले एउटा प्रश्न सोच्न बाध्य बनाउँछ।
हामीलाई मनपर्ने अरू गीतहरूमा पनि यस्तै कस्ता लुकेका कथाहरू होलान् है। सायद अबदेखि गीत सुन्दा अलि फरक तरिकाले सुनिएला कि